नमस्कार, स्वागत छ तपाईँलाई मेरो युट्युब च्यानल ओम मगर अफिसियलमा। तपाईँहरूको माझमा आज तपाईँहरूकै जिज्ञासा लिएर आएको छु म। तपाईँहरूले नै प्रश्न गर्नुभएको थियो आइपिओ भर्नको लागि, एफपिओ भर्नको लागि के प्रोसेस गर्नुपर्छ भनेर। सुरुमा त तपाईँ मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने मेरो च्यानललाई सब्सक्राइब गर्न नभुल्नुहोला। अब म भन्न गइरहेको छु एफपिओ आइपिओ भर्नको लागि के प्रोसेसहरू गर्नुपर्छ त भनेर। सुरुमा त तपाईँ ब्याङ्कमा गएर तपाईँको पर्सनल खाता खोल्नुपर्ने हुन्छ। ब्याङ्कमा गएर तपाईँले पर्सनल खाता खोलिसकेपछि तपाईँले मेरो सेयर र डिम्याट खाता खोल्नुपर्ने हुन्छ र त्यसको लागि तपाईँले तपाईँको साथमा तपाईँको नागरिकता, राष्ट्रिय परिचय पत्र र तपाईँको पासपोर्ट साइजको फोटो लिएर जानुपर्ने हुन्छ र तपाईँसँग तपाईँको आफ्नै नाममा रहेको सिम हुनुपर्छ। त्यति भइसकेपछि तपाईँले तपाईँको आफ्नो डिम्याट र मेरो सेयरका खाता खोल्न सक्नुहुन्छ। त्यसपछि मात्रै तपाईँले आइपिओ भर्ने प्रोसेस अगाडि चाल्न सक्नुहुन्छ। अरू बाँकी जानकारीहरू अर्को भिडियोमा दिनेछु। हस्त, धन्यवाद।